काठमाडौँ उपत्यकामा भूकम्पबाट प्रभावित बनेका घर टेकोको भरमा अड्याइएको छ। यी घरहरूमा बस्ने मानिस प्रत्येक पल खतरासँग सम्झौता गरिरहेका छन्। यी हुन् ललितपुरको ग्वारकोका स्थानीय रमेश महर्जन। 17 वर्षदेखि यिनले पाटनको मंगल बजारमा कपडा पसल राखेका छन्। तर यति बेला उनी यो स्थानलाई सुरक्षित ठान्दैनन्, किनकि भूकम्पका कारण उनले पसल थापेको घर चर्किएको छ र टेकोले धानेको अवस्थामा छ। रमेश महर्जन मात्रै होइन, यो ठाउँमा उनी जस्ता थुप्रै मानिसहरूले बाँच्नकै लागि भनेर त्रासका बीचमा आफ्ना व्यवसाय र बाँकी कामहरू यसरी सुचारू गरिरहेका छन्। अब ठुलो आयो भने त अब त झर्छ नै जस्तो यो घर पनि होइन, किन माथि अलिअलि क्र्याक छ। अब अस्ति जस्तै ठुलो आयो भने चाहिँ झर्न सक्छ। अब बाहिर भाग्नु बाहेक अरू उपाय छैन, किन काम गरेर त खानै पर्यो। फेरि अन्त राख्नलाई ठाउँ छैन फेरि होइन। अब यो बन्द गरेर फेरि खानु परिहाल्यो होइन, बन्द गरेर काम छैन। अब यो नबनाउन्जेल चाहिँ यत्तिकै हो। चल्दैन, यहाँ जस्तो चल्दैन होला सायद, यहाँ जस्तो चल्दैन। यहाँ त पुरानोदेखि बस्छ भयो नि, अहिले होइन नि। म बसेको पो 18 वर्ष नि। यहाँ म भन्दा पुस्ता अब यहाँको हाम्रो साउजी हुनुहुन्छ, उहाँको बाजेदेखि पालादेखि भन्दाखेरि भइसक्यो। यो पुरानो 150 वर्ष भयो मेरो विचारमा, 150 वर्ष भयो भन्छ। महाविनाशकारी भूकम्पका कारण उपत्यकाका अति व्यस्त र मानिसहरूको निकै चहल पहल हुने काठमाडौँको असन, इन्द्रचोक, ठमेल र ललितपुरको पाटन, मंगलबजार, च्यासल लगायतका अधिकांश क्षेत्रका धेरैजसो घरहरू अझै पनि असुरक्षित छन्, जसलाई बलिया र सुरक्षित पार्न काठ र फलामको टेको लगाइएको छ। तिनै घरभित्र मानिसहरू जीविकोपार्जन गरिरहेका छन्। उनीहरू भूकम्प गएको 1 वर्ष बढी भइसक्दा पनि राज्यले आफूहरूलाई कुनै राहत नदिएको गुनासो गर्छन्। हलिरहेछ, पहिलाकै भूकम्पले त्यसैले हामीलाई खतम गर्ने हो कि सङ्कट लागिरहेछ नि, डर पनि छ। हाम्रो लागि यो पैसा आएको भनेको थाहै छैन। त्यही हाम्रो बच्चा पकाउनु चाहिँ 15-20 हजार दियो, त्यही त हो नि। त्यसले के काम चल्छ र? अहिले सबै सामान महँगो छ। अब सरकारले 2 लाख रुपियाँ दिन्छ भने 2 लाखले हामीले त्यो घर भत्काएर त्यो पनि पाएको छैन, ज्यादै पुग्दैन। त्यो दिन्छु भनेकै पाएको छैन। राजधानी भित्रकै जीर्ण बनेका घरहरूको व्यवस्थापनमा कुनै पनि निकायको आँखा नजानु दुःखद त छँदैछ। यस्ता घरहरूले निम्त्याउने सङ्कटको कल्पना नै डरलाग्दो छ। निरन्तरको पराकम्पन, हावाहुरी र मेघ गर्जन सहितको वर्षाका कारण कति बेला यी घरहरू ढल्छन् भन्न सकिँदैन। तसर्थ सरकारले यसमा विस्तृत अध्ययन गरेर भत्काउनु पर्ने हो वा मर्मत गर्नुपर्ने हो, त्यसमा ध्यान दिन जरुरी छ। मंगल बजार, इन्द्रचोक र असनहरू कदापि अत्यास हुनु हुँदैन। यिनीहरूको आसन सदाका लागि आरामले राखिनुपर्छ। माउन्टेन टेलिभिजनका लागि क्यामेरामा प्रेम राणाको साथमा राधिका जोशी, मंगल बजार, ललितपुर।